नमस्ते सबैजनामा। नेपाल प्रिमियर लिग एनपिएल सिजन 2 सम्म आइपुग्दा यसको सफलता र लोकप्रियता धेरै मान्छेहरूको टाउको दुखाइको विषय बनिसकेको छ। यो टाउको दुखाइको विषय सुरु हुन्छ ट्यु युनिभर्सिटी भित्रैबाट। हामी सबैभन्दा धेरै परेशान चाहिँ प्रिन्सिपल अफिसमा हामी परेका छौँ। हामी यहाँ भित्र पस्दाखेरि हाम्रो परिचय पत्र लिएर पहिले काहीँ त हतारमा परिचय पत्र लिएर हिँड्दैन रहेछ। प्रोफेसरहरू भन्नुहुन्छ हामी पास नभए पनि छिर्न पाउनुपर्छ। कमसेकम पास त चाहियो नि त। त्यत्रो मान्छे, हजारौँ मान्छेको भिडमा यो युनिभर्सिटीको प्रोफेसर हो भनेर कसरी चिन्ने? कि माथामा लेखेर आउनु पर्यो, जसले पनि म प्रोफेसर हुँ भन्देला। त्यहाँको सेक्युरिटीलाई कसरी थाहा हुन्छ? अर्कोतिर 2007 सालदेखि पटक पटक सत्ता र शक्तिमा रहेका यो देशको संरचना र उद्योग जलाउने विद्यार्थी सङ्गठनका विद्यार्थीको मुकुट लगाएका सुकुल गुण्डाहरूले फेरि भनेछन् यो एनपिएल लास्ट सिजन हो। गरिदिने जुन किसिमले पनि क्यानले जे भन्ने त्यही किसिमले लाग्ने। हाताभित्र यत्रो राष्ट्रिय म्याच र हजारौँ दर्शकहरू आएर चाहिँ हेर्ने र यहाँको विद्यार्थीको एनपिएल म्याचलाई चाहिँ हामी अन्तिम म्याच बनाऊ विश्वविद्यालय हाताभित्र। त्यसपछि हामी खेल्न दिने छैनौँ। नितान्त यो विद्यार्थीहरूको लागि निर्माण गरिएको क्रिकेट मैदान हो भनेर भनेछन्। हो, उनीहरूको कुरा पनि ठिकै हो, तर अहिलेसम्म इन्टरनेसनल गेमहरू किन खेल्न दिनुभएको? राज्यको सम्पत्ति पोखिएको छ, त्यसमा फ्लड लाइट निर्माण किन गर्न दिनुभएको? प्याराफेट निर्माण किन दिनुभएको? अहिले तपाईँलाई के भाग पुगेन र तपाईँले फेरि न्यू खोज्दै हुनुहुन्छ? एउटा कुरा साथीहरूलाई थाहा छ कि छैन, क्यानले ट्यु क्रिकेट मैदान प्रयोग गरे बापत प्रत्येक गेमको लाखौँमा ट्यु युनिभर्सिटीलाई रेन्ट दिन्छ। यति भएपछि अझ बढी ल्याङल्याङ किन? एउटा समूहले 50% छुट माग्यो, ट्युकै अर्को समूहले 10% नाफा माग्यो। यसरी आफ्नो भाग माग्दै जाने हो भने क्यानले आफ्नो रेभेन्यू जेनेरेट कताबाट गर्ने? क्रिकेट विकासको आम्दानी कताबाट खोज्ने? देशको धेरै महत्त्वपूर्ण संस्थाहरू राजनीतिक र आर्थिक सङ्कटले घाटा र ओह्रालोमा छन्। खेलकुद जगतको त कुरै छोडौँ, बल्ल बल्ल अलिकता पाइला चाल्दै गरेको क्यानमाथि यसरी नजर लगाउनु के राम्रो हो? यसले भोलि असर गर्ने देशलाई नै हो नि। हुन त यो देश सतीले सरापेको देश हो भन्छन्। भीमसेन थापाले आत्महत्या गर्नु परेको देश हो। कुलमान घिसिङलाई यसले त भ्रष्टाचार गर्यो कि भन्ने हिसाबले यहाँको मिडियाले बनाइसकेको छ। अब पारस खड्कामाथि पनि नीतिगत भ्रष्टाचार गर्यो भनेर यिनीहरूले मिडिया ट्रायल पनि गरिसकेका छन्। अनि कसले बनाउने हो त यो देश? खेलकुद जगतको एउटा सामान्य एउटा अंश क्रिकेटलाई यो लेभलमा पुर्याउनको लागि उहाँले गर्नुभएको त्यो मेहनतको त कदर गरौँ यार। भलै जे होस्, सिजन 2 पनि एकदम सफलता होस्। सबैले आफ्नो तर्फबाट सहयोग गरौँ। नेपाल प्रिमियर लिग एनपिएल सिजन 2 को धेरै धेरै सफलताको शुभकामना छ। धन्यवाद।